होइन आजको यो भ्लगमा चाहिँ म चाहिँ ओभर भोइसबाट सुरु गरिरहेको छु किनभने एकदमै हावा धेरै चलिरहेको थियो त्यसले गर्दाखेरि साउन्ड एकदमै डिस्टर्बहरू आइरहेको थियो त्यसले गर्दाखेरिमा म ओभर भोइस गरेर यहाँ तपाईँहरूसँग बोलिरहेको छु र यो भ्लगमा चाहिँ हामी गइरहेको छौँ नेसनल म्युजियम कतारतिर चाहिँ होइन त्यहाँ चाहिँ तपाईँहरू कतिजना जानुभएको छ कतिजना जानुभएको छैन हामी चाहिँ त्यहाँ जाँदैछौँ नि मसँग छ सुनिल अनि मनिषा सपना अनि प्रमिला है अनि एकजना अझै थियो हाम्रो रिता ऊ चाहिँ गएन रिता र पिरानिया बहिनी रिता बहिनीहरूले भनेको मानेन हामी चाहिँ गाडीमा गइरहेको छौँ त्यही भएर चाहिँ हामी चाहिँ अहिले चाहिँ माइन्ड फ्रेस गर्नलाई होइन चिल होइन गर्नलाई हामी चाहिँ गइरहेको छौँ उसको चाहिँ गिटारहरू धेरै भएर गिटारहरू मार्नेर गइरहेको किराना घाममा गएर सपना दिदी प्रभु म त कति मोटी भएको मात्रै देखेको अनि त्यो कसले टिप्छ त्यही खाने भनेर एउटा अगाडि एउटा पछाडि बिचरा साथीहरू हामी चाहिँ होइन गफ गर्दा गर्दै हामी चाहिँ आइसक्यौँ नेसनल म्युजियम अफ कतार है यो चाहिँ देख्नु भएको चाहिँ नेसनल म्युजियम अफ कतार हो हामी चाहिँ यो ठाउँमा छौँ भित्र घुम्नेछौँ हेरेछौँ के छ भित्र है साथीहरू बाहिर देख्न सक्नुहुन्छ यस्तो छ हामी भित्र जानेछौँ है यहाँ चाहिँ हाम्रो छ साथी हाम्रो सुनिल अनि अगाडि छ सपना अनि मनिषा अनि के नाम रमिला अनि होइन हामी चाहिँ जुम्मा चाहिँ 5 जना आएको छौँ म्युजियमभित्र होइन आराधनासँग ती भ्याएर 11:30 बजेतिर भ्याएर हामी चाहिँ छिटो नै पुग्यो है यो ठाउँमा हामी नेसनल म्युजियम अफ कतारमा अनि हामी चाहिँ यहाँ बाहिर बसिरहेको छौँ अनि 1:30 बजे मात्रै भित्र पस्न जाने दिएकोले गर्दाखेरि हामी चाहिँ बाहिरै छौँ है बाहिर छौँ अहिले फोटो खिचिरहेको छौँ भित्र जानलाई उता अगाडिबाट जानुपर्छ जुन यो हाम्रो उतापट्टिको बिल्डिङ जस्तै देख्नु भइरहेको छ है त्यहाँबाट जानुपर्छ अहिले पछि देख्न सक्नुहुन्छ अहिले भने हामी चाहिँ यहाँ चाहिँ फोटो खिचिरहेको छौँ अनि हामी सँगसँगै अरू नि घुम्न आएको साथीहरूले नि फोटो खिचिरहेका छन् बाहिर बसेर अनि यहाँ देख्न सक्नुहुन्छ यस्तो छ हाम्रो वालहरू अनि तपाईँहरूले डिजाइन देख्न सक्नुहुन्छ यो म्युजियमको यो जुन बिल्डिङ देख्न सक्नुहुन्छ हाम्रो साथी सुनिलको पछाडि त्यस्तो खाले छ है बिल्डिङ त्यसको भित्र अनि म्युजियमहरू छ सङ्ग्रहालय यो हाम्रो सिभिलाइजेसनको बारेमा हाम्रो नेसनल कतारको बारेमा चाहिँ नेसनल म्युजियम अफ कतार भनेर चाहिँ यहाँ चाहिँ बनाएको छ यो ठाउँभित्र हामी जानेछौँ टिकट लाग्दैन साथीहरू तपाईँहरू हेर्न सक्नुहुन्छ बाहिरको नजारा यस्तो छ अनि हामी चाहिँ अहिले पछि भित्र जानेछौँ के कसरी गर्नेछौँ सबै देख्न सक्नुहुन्छ होइन बाहिर भने हेर्न सक्नुहुन्छ यस्तो छ अनि अरू पनि धेरैजना फोटो खिचिरहेको छन् हामी नि फोटो खिच्दैछौँ बाहिर बसेर यहाँ चाहिँ धेरै मान्छेहरू आएको छन् पछाडि घुमिरहेको छन् बसिरहेको छन् भने हामी चाहिँ यहाँ फोटो खिच्दैछौँ यहाँ चाहिँ होइन यहाँ चाहिँ यस्तो भइरहेको छ साथीहरू फोटो खिचिरहेको छ यहाँ 3-3 जना पोजेर म चाहिँ यहाँ पुरा बोलिरहेको छु माइकमा यो चाहिँ हाम्रो क्यामेराम्यान चाहिँ पुरा क्यामेरा सुट गरिरहेको छ के बोल न एकछिन यहाँ फोटो खिच्दैछु अहिले बोल्छु कस्तो हो एकछिन यो यस्तै हो क्या जहिले नि फोटो क्यामेरा समात्न पाएपछि त्यस्तै यो सुने लाज नि लाग्दैन फोटो खिच्ने स्माइल प्लिज खिच्छ है मैले अघि नै भनिसकेँ हामी चाहिँ छिटो पुग्यौँ अनि यहाँ छिटो पुगेकोले गर्दाखेरि हाम्रो मेन इन्ट्री हुने हाम्रो भित्र जाने चाहिँ हाम्रो ढोका बन्द थियो त्यसले गर्दाखेरि चाहिँ हामी एकछिन यहाँ बाहिर फोटो खिचेर हामी चाहिँ अब गइरहेको छौँ बाहिरतिर खाजासाजा खानलाई है हामी होटलतिर गइरहेको छौँ सारा सृष्टिको मालिक तपाईलाई सारा सृष्टिको मालिक रक्षक तपाईलाई सारा संसारको राज्य समेट्ने आदर प्रणाम सदैव तपाईँकै गुणगान सानो मार्केटभित्र गएर हामी चाहिँ एउटा आइसक्रिम लग्यौँ अनि आइसक्रिम खाँदै चाहिँ हामी चाहिँ होटल खोजिरहेको छौँ रेस्टुरेन्ट खोजिरहेको छौँ अनि यहाँ चाहिँ हाम्रो साथीहरू नि खाइरहेको छन् हाम्रो बहिनीहरू एकदमै मन पराइरहेको छ यो आइसक्रिमहरू अनि यो एकदमै
खानु भइरहेको छ मलाई टेस्टी लाग्यो है आइसक्रिमहरू हामी चाहिँ रेस्टुरेन्ट खोज्दैछौँ भोक लागिरहेको छ एकदमै म्युजियम नि नखोलेकोले गर्दाखेरि हामी चाहिँ बाहिरतिर हामी आइसक्रिमहरू खाएर अनि बरफहरू खाएर होइन हामी चाहिँ खोज्दै गयो होटल अनि भेट्यौँ है हामी नेपाली होटल भेट्यौँ अनि नेपाली होटलमा हामी गयौँ म्युजियम भन्ने होटलमा रेस्टुरेन्टमा अनि यहाँ चाहिँ हामी खाजा खाने एकछिन हामी चाहिँ यहाँ आएको छौँ एउटा रेस्टुरेन्टमा त्यही बस्ने क्वालिटी कसेर खै त उता लास्टमा उता भुइँमा बस्ने उता क्वालिटी कसेर यता आऊ ल यहाँ ठिक छ के हो के भनेको बल्ल एकचोटि बल्ल बाहिर ल्याएर एकचोटि निकाल्दा त हिसाब गरेर यहाँ 15 चौको 45 15 चौको 75 भन्छ कसले उसले पकाउनु पर्यो नि हैन बेना बिचारा साडी त्यसो बेना पनि सपोर्ट दिन्छ पीडित हुनुहुन्छ मेरो बेना सधैँ दिदी हेर्नु यो पेपर पाएपछि जिब्रो थुक निकाल्दै पेपर होइन मैले देखिसकेँ कि अघि नै अलि रोएर एउटा त किन्ने त्यो हाफ त पुग्दैन 25 रुपियाँ पर्छ त्यसले चाहिँ यहाँ सबै खानेकुराहरू यहाँ अर्डर गरिसक्यो अनि यहाँ चाहिँ ल्याउँदैछ बिस्तारै बिस्तारै भने अहिले चाहिँ हामी सुरुमा सुप खान गइरहेको छौँ सुप ल्याइदिएको छ हाम्रो पोखराको ब्रोले एकदमै हाँस्नु भएको छ उसको नाम र उसको परिचय हामी चाहिँ पछि अहिले लास्ट टाइममा जाने बेलामा म सोधेको छु तपाईँहरूलाई सुन्न सक्नुहुन्छ अहिले भने हामी चाहिँ खाँदैछौँ बिस्तारै बिस्तारै तपाईँसँग ओभर भोइसमा कुरा गर्दै नि बोल्दै है हामी चाहिँ यो खानेकुराहरू खानभन्दा अगाडि चाहिँ हाम्रो प्रार्थना चाहिँ मनिषा बहिनीले सुरु गरेर हाम्रो सुरु गर्यो खानाको लागि अनि हामी चाहिँ खाँदैछौँ अब मनिषा बहिनीले सानो प्रार्थना गरेर अनि हामी चाहिँ स्टार्ट गरेर खानालाई अब खाना आउँदैछ हेर्नुहोस् है हामी के खानेछौँ कस्तो खानेछौँ अनि होटल पस्यौँ पसिसकेपछि काँक्रा खाँदैछौँ साथीहरू जयमेसी मिलो काकती यति होइन निन्द्रालाई निन्द्रै भेडाको बच्चाको आउनुहोस् तपाईँहरू तपाईँहरू दुईजनाको चाहिँ के हो हामी मात्रै आउने भिडियो झोल खाना खाना खाएपछि राम्रो आउँछ होइन सुप खाएर अगाउने होइन अनि फेरि अरू पनि छ फेरि यो पेट चाहिँ छराइहाल्नु अहिले फेरि गर्दैन यसरी घुम्ने बानी गर्नुहुन्न क्या हामी एकचोटि घुम्ने बानी भएपछि फेरि कहिले भेट्छौँ कहिले जाउँ होला कस्तो फिल हुन्छ नि पैसा हुँदैन किन बरु नलजाइकन भन्ने छैन भने केही छैन होइन लगाउने किन प्रभुको जन छोराछोरीहरूसँग मसँग अस्ति थियो तर मलाई लाज लगाइरहेको थियो कि मसँग पैसा नै थिएन मसँग चाहिँ लगाएर 100 रुपियाँ पनि छ होइन म पैसा लिएर अस्ति खाएको होइन है होइन भएको कुरा भन्दा सँग लियो अनि रविन्द्र राईसँग सुटिएन गएको बेला सङ्गति गएको बेला सुटिङको दिनमा त हामीले भेटी उठाउने बेलामा सुटिङको दिन त्यो होइन कि हामी सङ्गति गर्थ्यो नि 27 जना भेटी उठाउने बेलामा मलाई दियो होइन 100 रुपियाँ उसले दियो दियो भनेर पैसा अनि उसँग आफूसँग लिएको थियो 100 रुपियाँ अनि रविन्द्र राईसँग लियो त्यो बेला त मोबाइल मेरो क्याब लिएको थियो नि त्यो पढ्यो कि
कस्तरी झट्का हानेर चल्दै चलाउनु थाहा भयो 250 रुपियाँ 1 महिना 2 महिना कति महिना चल्यो ए अस्तिको करेन्ट लाग्यो त्यस्तो खासै राम्रो हुँदैन त्यो भोल्टेज छ नि चार्जर नमिलेर हुन्छ कि अर्कै चार्जरले गर्नु होइन भेनाले ल्याउनु भएन है भाइ के अरे कति अरे बुढा 8 र 9 होइन पैसा 90 रुपियाँ थियो एक पिसले हो एक पिसलाई त्यो ल्याउनु अर्को कम्पनीको नि थियो त्यही पनि त्यो सेम कम्पनी होइन अर्कै कम्पनी थिएन काम चाहिँ एउटै गर्छ नि के भयो किन यसलाई फेरि काम नपाएर छोरी मान्छे भन्नु बढी मेकअप गर्ने दाइरे छ तपाईँको सारीलाई चिन्ता पर्यो मलाई नै चिन्ता सोचिएर बसिरहेको दिदी लिबीलाई बोकेर ल्याउन पर्छ नि 2 जना मिलेर मान्छे सुतिरहेको पानी 3 जना मिलेर 3 जना मिलेर सक्दैन हेलो के चप्पल फुगालेर बस्छ नि म त अनि अघिले टेबल तपाईँहरूपट्टि धेरै हो खान्ने हो ए पुग्दैन भने तङ्ग हुन्छ होइन तपाईँहरूले अप्ठ्यारो चाहिँ सजिन्छ ठिक छ खान्ने हो सालीलाई हँसाउन साली निराश यसको होइन आज भात त पर्सि मात्रै हाल्दै थियो हो को माला तपाईँको भाडा माला खैरीमा थियो बुढा काँपो ब्याग चाहिँ कहाँ राख्नु हुँदैन रुममै छ कस्तो जिन्दगी हो लाउने यो कागो पो हो कहाँ लगाउने मोर्के एउटी दाइले मेट्रो कार्ड दोस्रो महिनामा हेल्थ कार्ड बनाएको मेट्रो कुबेर दाइले दिनुभएको छ बसको र मेट्रो कार्ड मेरो लागि पनि एउटा मेट्रो कार्ड भयो भने हामी मेट्रोबाट घुम्ने है पूछो गरे बोले मेट्रोमा कहिले अहिले अरूको पछि त्यहाँ मेट्रो कार्ड बनाउनु पर्छ सजिलो हुन्छ क्या मलाई एउटा यो देऊ मेट्रो स्टेसनमा गएर बोलाउनु म चाहिँ नघुम्ने म त सकेसम्म घुम्दैन जति घुम्नु त्यसमा लाग्दैन के पैसा दाइले दिएको भिडियोमा 2 रियालमा त नि सबै गाउँले प्रभु यस्तो म त जे भन्न पाउँछ गाइदे म सहानी मान्छे मेरो नाम सहाना सबै गान्धी सबै राम्रो मान्छे म चाहिँ मलाई किन सधैँ धेरै कतारकै मेरो 5,000 छ दिन भनेर सोच्नु नि यहाँ कतारको 5,000 यो केटाले दिँदैन लु म आउनु पनि छैन यार केटी बसेर खाने खै त सस के छ एउटा थियो तपाईँलाई तिरेर बिचरा बुढो खानु ए सक्यो ए लु हालेर ओए मेरो जुठो चम्दल कहाँ हुन्छ मासु चाहिँ आफै तानेर म खाने बुढो मासु कसको हातले फकल अचार मिलाउनु न त दिदी मासु यो हाल्नु मासु बाँड्छु
सबैले मन पराउँदैन बुढो सबैले मन पराउँदैन कि त्यो तपाईँहरू रोटीले मात्रै कोलोनी मेरो बाबा रे अम्मा चाहिँ एकछिन तपाईँहरू होइन मलाई आधी घन्टा जति सिक्नु दिनेलाई यही पेजमा लाग्छ नि यहाँ त गर त्यहाँ त गरे के भन्छ नि त पेड लगाएपछि होइन हामीलाई अस्ति अहिले कति मजाले भन्दै थियो होइन एउटा पेड लगाएपछि दिदी यस्तै साथी भयो क्या हामी भोग लगाउँछ त फुक्का भात पनि कति मिठो हुन्छ अघि घिउको बास्ना आएको थिएन अहिले अनि अब चिनी पनि खाँदै गर्दा पितो हुन्छ पछि मेरो त नसासम्म पुग्यो कि त्यो नानी हुँदाखेरि पेटमा जरा घिउ भएको थियो अरे बिरामीमा पहिल्यैदेखि यो मान्छे अब यति महिना भयो वर्षभर बसेको अब हुन लागिसक्यो नानी छ भनेर सोध्छ 3टा नानी छ एउटा बच्चा छ पुगिसक्यो है तपाईँको नि मेरो नि म जत्रै हजुर हिजो त्यहाँ आएन के छ खान्छ मान्छेहरू त्यो खतरा है नदेखेको ल्याएर खाऊ हिजो हामी कति मिठो मिठो खान्छ भन्नु साँच्चै यति मिठो मान्छेहरू भात पिठो मात्र मुसेर खाँदो दुनियाँमा अस्ति बच्चन अस्ति नै बच्चन सुनेन कति पर्सेन्ट मान्छेहरू खानु पाउँदैन कति कतिले 1 छाक खान्छ कसैले 2 छाक खान्छ कसैले 3 छाक खान्छ अब हामीलाई परमिसनले जुटाउनु घरमा चार छ आफूले कमाउँदा आफ्नै परिवारलाई पाल्न ठिक हुन्छ हाम्रो छापारी होइन झापा हामी 4 दिन बसेर हामी चितवनमा है अस्ति भर्खर मान्छे मारेको छ चारले हानेर त्यो हाम्रै त्यो दिदीको चितवनमा त्यो हामीसँगै लोकेसन काम गर्ने पनि चितवनको छ क्या दिदी उड्नु हुँदैन हातमा खाएको छ क्या जाउँ न तर ल सबै अनारो सवा सफाइ ऊपर सबै खाएर सक्यो गाइसहरू होइन अहिले पनि लास्ट गरेर छन् केटाकेटीहरू सबै बुढाबुढी ओइ सुरेश टिक्मुला भन्नु होइन बुढा के बुढालाई छ के भन्छ बुढालाई खेपा 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 तिगा 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 बाङ खेपा कान्छाजी खेपा कान्छाजी कुनैले कान्छाजी भन्दा कुनैले सेवा सोल्जी सेवा सोल्जी खाना खायो खाना खानु भयो खाना खानुभयो भन्नुलाई सेवा सोल्जी भन्छ खाना खायो कुनैले त्यस्तो भन्छ कुनैले कान्छाजी भन्छ कान्छाजी खेपा हुने रहेछ बनाउनु ग्रफबाट कति मोटी देखेको हेलो गाइस गुड मर्निङ कलहरु ल अब हामी जान आँटेको अब खानासाना खाइसक्यो हेर्नुहोस् 5 जनाले यति सकेका छौँ धेरै थुप्रो करोडको बिल आएको छ डोना छ जस्तो जस्तो मान्छे भएर के भन्छ ल फेरि को जानुभयो भित्र
बुइने एकछिन टोयलेट अझ छ यसमा के छ जुस छ अहिले खानै बाँकी छ हाम्रो त भ्यू हेर्न सक्नुहुन्छ होटेलको भ्यू अनि बाहिर यस्तो छ होइन ठ्याक्कै यो चाहिँ म्युजियमको साइडमा होटल आएको किन्दैन ललिपप किन्दिन आइसक्रिम किन्दिन के लाग्यो खै यसको यो बिगार्दै थियो कि त्यही भएर यसले यहाँ लाग्यो क्या कालो लगाइदिएको आज बहिनीलाई नजर नलागोस् भनेर कालो टिका लगाइदिएको सुनिल कालो टिका लगाइदिँदा गालामा साह्रै नयाँ बायाँ हेर्ने रहेछ मान्छे कालो टिका लगाइदियो कि यो टिका लगाइदेऊ त टिका लगाइदिनु रे गाजर लगाएर होइन भिडियोमा कि भिडियोको लागि फेरि अर्को जानु यहीँ लुकेर आउनु न गयो है ल अर्को हात है तिम्रो नाम भनिदेऊ त रोहित हो अनि घरका रे पोखरा केही मेसेज छोड्नु छ पोखराको साथीहरूलाई सबैजना राम्ररी बस्नु घरतिर होइन त्यसरी भनेर भन्ने नि कुन ठाउँ रे कहाँ पोखरा कुन ठाउँ ए ल ल त्यहाँको साथीहरूलाई सम्झिन्छ कि छैन सम्झिन्छ नि है ल ल ठिक छ फेरि आउला है ल मेरो केही नयाँ भ्लग्स छ नयाँ भ्लग्ससँगै टाँसेर लेख्ने ल गयो ल के भयो यता मत दिन्छ यो समाउ त बिल देखाउनु म दिन्छ कस्तो हाउडे बिल ए यहाँ छ नि बिल यहाँ छ सरी इधर है इधर भाई इधर बिल का तो सत्यानाश कर आपका होटल का नाम म्यूजियम 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 रेस्टोरेंट अच्छा आपका नाम बोलिए मेरा नाम इस्माइल है इस्माइल आपका घर बांग्लादेश बङ्गलादेश हाम्रो बङ्गलादेशको दाइको हाम्रो म्युजियम होटल रेस्टुरेन्टमा हामी खाजा साजा खाएको छौँ दिउँसोको बेला दोपहर के खाना नाश्ता करके अब हम लोग इधर म्यूजियम घूमने के लिए आए थे अभी इधर खा के थोड़ी देर के लिए घूमने जा रहे हैं टहलने जा रहे हैं और बाद में जाएंगे घर और आप लोग भी आ जाइए इधर म्यूजियम रेस्टोरेंट के बगल में हम म्यूजियम रेस्टोरेंट है इधर आके खाना खा सकते हैं इधर रह सकते हैं म्यूजियम के थैंक यू सो मच आप बोलिए इसके भाई को सब्सक्राइब कर दीजिए जी भाई को फॉलो कीजिए सब्सक्राइब कीजिए और लाइक कीजिए थैंक यू ओके हाम्रो यो चाहिँ म्युजियम रेस्टुरेन्ट छ हाम्रो चाहिँ लोकेसन यो ठ्याक्कै म्युजियमको यतापट्टि यहाँ फ्ल्यागहरू राखेको छ कतारको फ्ल्याग अनि यहाँ चाहिँ रेस्टुरेन्ट छ है तपाईँहरू कहाँको यात्रा हुनुहुन्छ म्युजियम के गर्न आउनु भएको हो सिस्टर हेलो प्लिज एक्सक्युज मी सिस्टर क्यों बिजी किन बिजी हेलो ओ दाजु कता धेरै टाढा हापेन आज हेलो दिदी कता हुनुहुन्छ भाइ कता कता हो अनि ऊ दाइले त्यस्तो गर्ने कता कता उता ए त्यता हो ए ल मलाई थाहा छैन नि फेरि फर्स्ट टाइम आएको है म चाहिँ हो र के छ ओ त्यो भित्र यो भित्र फेरि यो हो आजको लागि नखाऊँ होला है म चाहिँ हजुर खानुहुन्छ भने जानुहोस् भित्र जानुहोस्
होइन जानुहोस् है तपाईँहरूलाई के मनपर्छ त्योहरू खान सक्नुहुन्छ हेर्नुहोस् हाम्रो टिमहरू चाहिँ यता धेरै सानो सानो नानीहरू छन् है अनि आइसक्रिमहरू के खानालाई जाँदै हुनुहुन्छ अनि अझ खोज्दै हुनुहुन्छ सबभन्दा सानो कता पुग्यो नानी धेरै टाढो पुगेछ सबभन्दा सानो नानी उतातिर पुगे जस्तो छ होइन गाइजहरू यता सौजी हुनुहुन्छ सौजी पसल यता हाम्रो सानो भाइ हुनुहुन्छ होइन आइसक्रिम सिमखाना हुनुहुन्छ उहाँ चाहिँ पसल सौजी सबभन्दा यो कम्तीमा पनि 5 वर्षको छोरी होला ओ रुँदैछ धेरै छ नानी छोरी के किन्दै हुनुहुन्छ तिमीले कहाँ खान्छ बुढी म केही नखाने मलाई सब्जी सब्जी चाहिन्छ मलाई सब्जी चाहिन्छ जाने बेला हामी बाहिर ल गाइजहरू हामी अब बाहिर निस्केको है यो ठाउँबाट फाल्दै म चाहिँ के साह्रो हाँसेको होला यता हाम्रो सपन दिदी क्यामेराम्यान साउजी यता श्रीमान श्रीमती हुनुहुन्छ उहाँ अनि यता पनि हुनुहुन्छ सुरेश दादाको च्यानल हो के नाम रे च्यानल के हो मेरो च्यानलको नाम चाहिँ केही नयाँ ब्लग्स है हाम्रो चाहिँ क्यामेराम्यान चाहिँ मनिषा बहिनी छ यहाँ चाहिँ सानो बार्बी गर्ल छ यो बार्बी गर्ल यसै होला ओ गाडी हेर्ने गाडी म त नखानु होइन हामी चाहिँ अब यात्रा हिँड्दैछु उहाँ बुढाबुढी अनि यता उहाँ बुढाबुढी जोडीको साथमा म आज होइन आज म पनि आएको छु यता होइन अनि तपाईँहरूलाई कस्तो लाग्दै हुनुहुन्छ हाम्रो भिडियो चाहिँ राम्रो हेरिदिनु हामी चाहिँ घुमघाम छ होइन फ्राइडेको एकचोटि एक दिन हुन्छ नि हाम्रो छुट्टी हुन्छ अनि हामी चाहिँ यसरी भेटेर अनि भजनहरू सिक्ने अनि प्रभुको महिमा गर्ने कामहरू गर्छ अलिअलि अनि प्रभुलाई धन्यवाद भएकोस् विशेष गरी यो मौका अनि समय दिनुभएकोमा अब हामी यता जाँदैछौँ अनि उताबाट हामी चाहिँ यस्तो चिसो होइन गर्मी धेरै छ चिसो अलिअलि बोकेर हिँड्दैछ तपाईँहरू पनि खाना आउनुहुन्छ भने आउनुहोस् यहाँ झोलाभरि बोक्दैछु है दाजु बहिनीहरू सबैजनालाई यहाँ हिँड्दै हुनुहुन्छ यस्तो गरी घुम्न हामीलाई लानु हुनुहुन्छ यतातिर हुनुहुन्छ अनि हिरोहरू अनि यता श्रीमान श्रीमती हेर्नुहोस् यहाँ कहाँ जाने किन रोकिनु भएको घामहरू छ ऊ बिरालो पनि छ है म्याउ अनि हामी चाहिँ होइन आजको फ्राइडेको छुट्टीको दिन चाहिँ मनाउन आउँदैछ होइन अनि यसो होइन अलिअलि भिडियो बनाउँ भनेको यहाँ नानी बेबीले चाहिँ आइसक्रिम खाँदै हुनुहुन्छ अनि यता हुनुहुन्छ होइन हिरो हिरोइनी अनि प्लिज तपाईँ हिरो हिरोइनहरू कता जाँदै हुनुहुन्छ अनि एक जोडी कता हरायो कता पुग्यो एक जोडी हेलो गाइस म चाहिँ बहिनीको लागि चिगम लिएर आएको छु
बलगम बब्लीगम चिकन खाने कि बोल्ने त अब खाने बोल्ने त कस्तो हो अनुहारै आदन नहुने लिन झन् बोलिरहेको छ त नि ल त्यो नराम्रो भन्यो भने क्या अनुहार आएन भन्यो राम्रो बोलिरहेको छ त नि प्रभुलाई धन्यवाद भएकोस् आज हाम्रो फ्राइडेको दिन चाहिँ धेरै रमाइलो भइरहेछ होइन हाम्रो यो क्यामेरा साउजीले चाहिँ धुन लिएर आएको हो हामीले होइन विशेष गरी परमेश्वर धेरै आशिष दिनुभएको होस् हामी चाहिँ भने म्युजियमभित्रतिर गइरहेको छ अहिले अघिसम्म बहिनीले मनिषा बहिनीले लगेको राति बोलिरहेको थियो उनले भने हामी भित्रतिर गइरहेको छौँ के भयो के भने मेरो मोबाइल रश्मि छ आइडी चाहिँ गरिरहेको छ यहाँ भिजिटर कि रेसिडेन्ट भनेर हाम्रो साथीहरूले देखाइरहेको छन् आइडियाहरू यो आफ्नो आइडीहरू यहाँ देखायौँ अनि हामीलाई यहाँ चेक गर्यो है हामीलाई चेक गर्दाखेरि हामी रेसिडेन्ट हो कि हामी भिजिटरहरू हो यहाँ भिजिटिङमा आएको भिजिटमा पिसामा आएको भनेर यहाँ चेक गर्दाखेरि हामीलाई चाहिँ चेक गर्यो हाम्रो आइडीहरू हेऱ्यो त्यसपछि हामीलाई टिकटहरू दिएर हामीलाई देखाइरहेको छ बाटो यहाँबाट भित्र छिर्नुहोस् यो म्युजियमभित्र यहाँबाट जानुहोस् अनि तपाईँहरू चाहिँ ब्याग पनि राख्न सक्नुहुन्छ यहाँ ब्याग राख्ने ठाउँहरू नि छ होइन उनीहरू हामीलाई देखाउनु भयो अनि हामी चाहिँ ब्याग राख्न गयौँ अनि हामी चाहिँ ब्याग राखेर अनि भित्रतिर जान्छौँ है अहिले हामी चाहिँ ब्याग स्याग राख्यौँ त्यसपछि हामी गयौँ है हाम्रो म्युजियमभित्र नेसनल म्युजियम अफ कतारको हामी भित्र गइरहेको छौँ यहाँ टिकट चेक हुन्छ यहाँ क्युआर चेक हुन्छ नि टिकट चेक गरेर अनि हामीलाई चाहिँ भित्र जानलाई भन्छन् यहाँबाट जानुहोस् भनेर अनि हामी चाहिँ गइरहेको छौँ भित्र चाहिँ सुरुवातमा यस्तो छ हाम्रो यो जुन बाहिर देख्नुभएको थियो हामी भित्र छ यहाँ चाहिँ भित्र हेर्दाखेरि बोटको डिजाइनहरू कस्तो कस्तो घरको डिजाइनहरू के राखेको छ है तपाईँहरू यहाँ हाम्रो कतारमा पहिलादेखि र अहिलेसम्मको त्यो सामानहरू अनि पुरानो कुराहरू राखेका छन् है घरमा चलाउने अनि यताउता होइन लडाइँमा केमा प्रयोग हुने त्यस्तो सबै कुराहरू चाहिँ यहाँ चाहिँ राखेको छ है हाम्रो नेसनल म्युजियम अफ कतारमा तपाईँहरू देख्न सक्नुहुन्छ सिभिलाइजेसन होइन पहिले यस्तो थियो अनि पछि पहिले हाम्रो पहिलाको कतारमा चाहिँ यस्तो बाटो गुजारा भएर अहिले आएर हामी बाहिर देख्यौँ नि अघि त्यो चाहिँ अहिलेको हो यो चाहिँ पहिला चाहिँ यस्तो थियो है यसरी बस्थ्यो मान्छेहरू माछा मार्थ्यो जाल के बनाउँथ्यो होइन यो अघि बढेर नामहरू नि नाम छ त यहाँ यो चाहिँ होइन मैले दुबईमा देखेको थिएँ ढुङ्गा ठ्याक्कै टिकटकमा नि देख्न सक्नुहुन्छ यो ढुङ्गामा हामी छोएर बसेर बनाएको थियो यो चाहिँ दुबईमा थियो यहाँ भने आएछ है अहिले भने यहाँ कतारमा ल्याएको छ यो म्युजियममा होइन सुन्यो सुनेको छ त माछा हेर पछाडि बस्नु काटेको छैन काटेको फेरि चलिरहेको छ होइन बाटो छोड्नु हेर नि त्यहाँ माछा मार्ने पहिले पहिले माछा मार्थ्यो क्या यो कतारको बारेमा फिल्म हेर्न मजा लाग्थ्यो है यस्तै गर्थ्यो पहिले हेर यो त 3D हल जस्तो हुन्छ है अगाडिबाट यस्तै यो चाहिँ हाम्रो होइन पहिले जमानामा कसरी माछा मार्थे जाल त्यसरी टाउकोमा हालेको छ टाउकोमा हाल्दा छ अनि जाल घाँटीमा यही हेरेको थियो तपाईँले
अनि माछा पकडेर त्यो जालीमा हालेर छौँ हामीले नि यस्तो बनाउँथ्यौँ नि डम 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 कुखुरा सेम सेम छ मेरो बाजेको हतियार यहाँ मैले के चला छु यो चला छु तिनीहरू चला छु यो चला छु ऊ त्यो चला छु यो सबै चला छु काठो काम नै आउँछ नि त्यो फ्रीको नि यस्तो पाउँछ भने यस्तो त्यो काठहरू बनाउनु होइन यसो सब यस्तो गरेर यहाँ निकाल्छौँ हाम्रो देशको यस्तो गरेर निकाल्दा हुन्थ्यो राखेछ नि नेपालको पनि यहाँ यस्तो यस्तो बन्चरो तर सबै भुत्ते गर्छ बन्चरो पहिलाको त्यो काम गरेर निकालेको हो क्या यस्तो खाले छ साथीहरू यहाँ देखाउनुहोस् त साथी तपाईँहरू यहाँ आउनुभयो भने होइन ढुङ्गाको बारेमा केही त जानकारी चाहिन्छ भने तपाईँहरू यहाँ खिचेर चाहिँ यसको बारेमा थाहा पाउन सक्नुहुन्छ जस्तै होइन यसको बारेमा यसमा क्लिक गरेर चाहिँ यसको बारेमा चाहिँ तपाईँहरू यसको बारेमा चाहिँ बुझ्न सक्नुहुन्छ पढ्न सक्नुहुन्छ है अलाज के हो होइन हेर्न सक्छ नि काटेर हेर्न सक्छ है ल जाउँ उता जाउँ नि खतरा छ उता जाउँ यता ओहो यहाँ फेरि माछा काटिन्छन् यो छ यसको यतापट्टि साइडमा आएको छ यतातिर यो पनि बोट हो यो बोट भन्दा पनि हामी त बोटमाथि चढेको छ यता चाहिँ पुरा त्यो देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ माछा तारेको अनि यहाँ बोटको डिजाइन जस्तै अनि यो चाहिँ तपाईँहरू मजा लिन सक्नुहुन्छ बोटमा भएको जस्तै अनुभव गर्न सक्नुहुन्छ यो चाहिँ बनाएको माछा हो है यो बनाएको आगो हो यो असली आगो होइन अनि यहाँ चाहिँ तपाईँहरू चाहिँ लिन सक्नुहुन्छ ढुङ्गातिर बसेको अनि यो बुढाहरू यहाँ खेल्न सक्छन् रमाउँछन् तपाईँहरू यो ठाउँमा बुढाहरूलाई ल्यायो भने तपाईँहरू बुढाहरूलाई खेल्ने ठाउँहरू नि छ यतातिर तपाईँहरू मजाले बसेर नि गफ गर्न सक्नुहुन्छ यतातिर तपाईँको साथी छ भने यतातिर आउँदा सजिलो हुन्छ गफ गर्नलाई घुम्नलाई एकदमै राम्रो ठाउँ छ यहाँ नेसनल म्युजियम होइन तपाईँहरू आउन सक्नुहुन्छ नेसनल म्युजियम अफ कतार अहिले भित्र छौँ यहाँ चाहिँ हामी गफ गर्दै यहाँ रमाइलो गरिरहेको छौँ झन् माछा त माथिमा माछा झन् खतरा यता जेली फिस छ स्टार फिस छ भिडियो हाल न भिडियो फोटो हाल यसो गर्छ नि यसो ओ त्यो मुनिको चाहिँ हल्लेको नि माथि गएन मुनिको चाहिँ हल्लेको होइन मुनिको हल्लेको हेर ल त्यो तलको स्क्रिन सरेको सानो घुमेको छ कता रमाइलो लागिरहेको छ कस्तो लागिरहेको छ त नि यस्तो यस्तो हेर छुनु पाउँदैन
मोबाइल चाहिँ यता छ है अनि अरू हाम्रो भेना चाहिँ क्या आउ न जाडो वरिपरि कपडा गहना पैसा लाग्छ त घुम्नलाई त्यो भिजिटरहरूलाई किन हुँदा त्यो रेसिडेन्टमा कि भिजिटरहरू सोध्दैन त्यो बाहिरबाट आएको मान्छेलाई त पैसा लाग्दो रहेछ तिर्नुपर्दछ रियल हो यो ल हेर्नु सक्नुहुन्छ यहाँनिर है पुरै सुनै सुन्छ पहिलेको कत्रो ठुल्ठुलो सुन हाम्रो कपडा हेर्नु सक्नुहुन्छ हेर्नु न पहिलाको कपडा चाहिँ हुँदैन नि झन् कस्तो लाग्छ अनुहार टाढादेखि हेर्दै दामी चाहिँ हार पुरै खतरा त्यसलाई कलाले बनाएको हातले बुनेको हिरा मोती चेहरा हातले बुनेको सिर्किन्छ होला सबै घाउ हुन्छ होला सुतेर सुत्दैन यस्तो डेकोरेसन मात्र अब पर्दाहरूमा दिनु झुम्का हार ओ टक्कै फेरि लगाएर ह्यान्डल देखाएर यो उतातिर बनाउने अरे बन्दुक होइन बन्दुक बन्दुक होइन बन्दुक बन्दुकै उता रियल हाँस्ने मुभी छैन हामी चाहिँ होइन यहाँ फ्रीमा टिकट पाएर हामी फिल्महरूको मजा लिइरहेको छ फिल्म हेरिरहेको छ अहिले भने म्युजियमभित्र होइन ऊ आमामा घोडाएर नि त्यहाँ घोडाएर भिडियोमा फिल्म चलिरहेको छ हाम्रो सिभिलाइजेसनको फिल्म कतारको होइन फ्रीमा टिकट पाएर फिल्म हेर्दैछ पुरा सिभिलाइजेसन हुँदाखेरि यहाँ चाहिँ पुरा देशको झगडा पर्दाखेरि आफ्नो आफ्नो यताउता हुँदाखेरि क्यामेलहरू अनि यता घोडाहरू लिएर हिँड्ने गर्छन् होइन लडाइँमा क्यामेलमा चाहिँ पुरा पानीहरू राखेपछि स्टोर गरेर पानी खानु नसक्ने मरुभूमिमा बाँच्न सक्ने क्षमता धेरै हुन्छ नि त पानी स्टोर गरेर राख्छ त्यो पानीले चाहिँ धेरै दिनसम्म पिउन सक्छ यो घोडाहरू नि अब खतरा हुने रहेछ यस्तो मरुभूमिमा पनि यस्तो साथीहरू म्युजियमको यतातिर भित्र छिरेर आयो भने यता भित्रतिर यहाँ यस्तो फिल्महरू जस्तै छ मजा लिन सकिन्छ होइन घोडा हेर्नुहोस् यो चाहिँ मोती चाहिँ थरी थरीको हुन्छ है यस्तो हुन्छ मोतीहरू यो चाहिँ तेल निकाल्ने खानेको चाहिँ यो मेसिनहरू है यो यिनीहरू चाहिँ गरेर चाहिँ तेल निकाल्थ्यो यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ प्रोजेक्टरबाट देखाउँछ कस्तो कस्तो मेसिन थियो तेल निकाल्ने मेसिन अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो मेसिनहरू सबै फिट गरेर चाहिँ पहिला तेल निकाल्ने बनाएको थियो हेर्नुहोस् भक्ति तेल निकाल्ने चिज यो चाहिँ तेल निकाल्ने कुरो हो है यो यसमा नट के हालेर यताउता फिक्स गरेर त्यो चाहिँ टुलहरू सबै एक ठाउँमा गरेर चाहिँ निकाल्ने गर्छ यो अनि यो चाहिँ
हाम्रो तहहरू होला सायद माटोको ढुङ्गाको तहहरू यो खनेर चेक गर्दाखेरि राखेको होला। यहाँ पढ्न सक्नुहुन्छ साथीहरू है, यहाँ लेखेको छ ठिक है। अनि अगाडितिर जब यहाँ पैसा राखेको छ कतारको पैसा, यहाँ चाहिँ पहिलादेखिको र अहिलेसम्मको भनेर नेपालको पैसा नि राखेको छ, इन्डियाको पैसा नि राखेको छ छैन। यो पैसा चाहिँ यहाँ कतारको र चाहिँ इन्डियाको चाहिँ किन राख्यो होला सब? यो पहिले यतिको कारोबारहरू चाहिँ इन्डिया रुपिज छ होइन, अनि कतारको रियल हजुर कारोबार हुन्थ्यो कि हजुर कारोबार हुन्थ्यो पहिले हजुर। त्यो कारोबार गर्दाखेरि चाहिँ पैसाहरू चाहिँ उनीहरूले रिजर्भ गरेर राखेको छ, हामी सक्छ हेर्न सक्छ। यो चाहिँ पक्क पहिला चाहिँ कतारको यस्तो बिजनेसहरू सप्लाईहरू यताउता गर्दाखेरि माल सामानहरू त्यो बेला चाहिँ यो होइन ट्रेडको बेला होइन, त्यो बेला चाहिँ हाम्रो पैसा चलाउने गर्थ्यो। अनि यहाँ चाहिँ इन्डियन नेपाली त छैन, इन्डिया र कतारको पैसा चाहिँ चल्ने गर्थ्यो। यो मनिषा बहिनीले नि हेरेर आएको छ, तपाईँले नि हेर्न सक्नुहुन्छ। गाई चाहिँ चाहिँ बच्चाहरूलाई खेल्ने ठाउँ नै राखिदिएको छ, बेबी फोन होइन। यो चाहिँ टक्क ट्रेन राखेर खेल्ने हेर्नको लागि बच्चाहरूलाई खेल्ने प्ले स्टेसन। यहाँ चाहिँ हाम्रो बच्चाहरूले खेल्न सक्छ होइन, यो बच्चाहरूको प्ले स्टेसन होइन। अनि यहाँ चाहिँ बच्चाहरू खेल्ने गर्छ, खेल्ने ठाउँ छ यो म्युजियमभित्र। जम एक्सप्लोर द कलेक्सनको मनी कलेक्सन हामी यहाँ हेरिरहेको छौँ, कोइनहरू हेरिरहेको छौँ। यो चाहिँ ट्रेड कनेक्सन, यो चाहिँ हाम्रो सुरुवातीको होइन ट्रेड कनेक्सनमा चाहिँ यस्तोहरू सिक्काहरू युज हुन्थ्यो। कोइनहरू चाहिँ होइन यस्तो खालको थियो पहिला। अहिले भने चाहिँ अब बिस्तारै अर्कै हुँदै गयो। साउदी, कतार, दुबई रियाल भनेर, ब्रिटिस इन्डियन रुपिज भनेर, इन्डियन एन्ड गल्फ रुपिज भनेर आयो। सुरुमा चाहिँ ब्रिटिस इन्डियन रुपिज चल्थ्यो, त्यसपछिबाट अरू चल्ने गऱ्यो इन्डियन अनि गल्फ रुपिज भनेर। अनि त्यसपछि साउदी, कतार भनेर चल्यो। अनि यहाँ देख्न सक्नुहुन्छ यस्तरी पैसा चाहिँ बदलिँदै गयो है होइन। ब्रिटिस र इन्डियन रुपिज 1947 को 1947 10 रुपिस 1940 मा यहाँ चाहिँ हाम्रो चेन्ज हुँदैछ फोटोहरू राखेको छ। यहाँ पनि हाम्रो यहाँ चाहिँ यस्तो फोटोहरू कलेक्सनमा चाहिँ यहाँ राखेको छ, यो प्रोजेक्टरबाट देखाइरहेको छ। 1990को चाहिँ यहाँ हाम्रो देख्नुहुन्छ, यो चाहिँ हाम्रो म्याप हेर्न सक्नुहुन्छ कस्तो छ। 1956 हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ पहिला सुरुवातीमा चाहिँ त्यति मात्र थियो, 96 कति बढ्दै गइरहेको छ हेर्नुहोस्। 1993 यति धेरै बढ्यो कि 99 मा 81सम्म पुरा ढाकेछ, कतारै पुरै ढाकेछ। 1997 सम्म चाहिँ पुरै ढाकिसकेको छ है। के होला न हेर्नुहोस् यो चाहिँ फोटो कलेक्सनहरू कतिबाट सुरु भएको रे हाम्रो कतारको 1954 देखि लिएरको चाहिँ पुरै त्यो के अरे कलेक्सनमा राखेको छ फोटोहरू अहिलेसम्मको चाहिँ सबै फोटोहरू हो। अनि हाम्रो बाबीडालको अर्को डल टच गरेर हेर्न मिल्ला छ त, टच गरेर ओइ हो त खतरा हेर्न मिल्ने रहेछ। तपाईँहरू यहाँ डिस्प्लेमा आइरहेको फोटोहरू तपाईँ टच गऱ्यो भने तपाईँहरूले चाहिँ ठुलो बनाएर हेर्न सक्नुहुन्छ है। हामी चाहिँ एउटा फोटो हेरौँ है, यसलाई यसरी काटेर हामी हेर्न सक्छौँ। अब हामी यहाँ कुन यो हेरौँ है।
यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यसको फोटो ठुलो पारेर हेर्न सक्नुहुन्छ इकोनो भनेर लेखिरहेको छ यहाँ चाहिँ यस्तो टच गरेर गर्दै भने चाहिँ त्यस्तो हुन्छ ल एउटा तिमीलाई टच गरेर देखाएर तिमीले फलफुल खान मन लागेको छ हाम्रो मनिषालाई अलि राम्ररी छौ न यो चाहिँ हाम्रो म्युजियमभित्र रहेको हामी अघि नै फिल्म हेरेर आयो यतातिर वासरुम नि चाहिँ एकदमै राम्रो छ तपाईँहरू भित्र नि आउन सक्नुहुन्छ यहाँ तपाईँहरूलाई सजिलो हुन्छ यहाँ बच्चाहरूलाई फन प्ले स्टेसन नि राखेको छ भने यहाँ प्रोजेक्टरहरू नि देखाएर तपाईँहरू डिस्प्ले टच गरेर फोटोहरू नि भ्यू गरेर ठुलो बनाएर हेर्न सक्नुहुन्छ साथीहरू है अनि यो चाहिँ हाम्रो सिभिलाइजेसनको ती 1990सम्मको चाहिँ यति धेरै भएको भनेर अहिले देखाइसकेँ हामी चाहिँ एक्सिटबाट चाहिँ यता अर्को ठाउँ बाहिर गइरहेको छौँ यता चाहिँ उटहरू राखेको छ बाहिर बनाएर बाहिरतिर अर्कोपट्टि कता जाने यतातिर जाने सुनिल दोस्रो म्युजियम कहाँपट्टि त अर्को म्युजियम यतातिर छ अरे जाऊ न भित्र यहाँ अरबी सोध न अरबीबाट सोध त पानी गएको छ पिउने पानी यहाँ रिस्पेक्सनमा के उसलाई सोध न मेडम छ क्या मेडम जानुहोस् न अरबीबाट बोल न दिँदैन होला पिउने पानी गाडीहरूको डिजाइन यताउता You can have a look. It's a small gallery. You can have a look from there and come out from this side. Ticket? Ticket check गराउरे चेक गराउने रे यार हेरेर जाउँ न एकचोटि चेक गरौँ न के छ यता च्यात्दै च्यात्दै गइरहेछ सकिँदैन मैले भनेको थिएँ नि यहाँ गाडी त्यो फोटो देखेर भनेको गाडीहरूको चाहिँ डिजाइन निकालेको पछिबाट स्पोर्ट कारहरू सुरुमा चाहिँ देख्नुभयो त्यो पुरानो नेपालमा पुर्याएको गाडीहरू कारहरू यहाँ चाहिँ अहिले पछिबाट नयाँ गाडीहरू पुरा स्पोर्ट गाडीको कुन गाडी चाहियो त्यहाँसम्म बस्नु एकछिन सुनिल सुतेर बस्नु एकछिन अहिले भने हामी यहाँ कतारको यो घरहरूमा आइरहेको छौँ पहिलाको घर देखिसक्यो हामी भित्र होइन त्यहाँ फोटोहरूमा देखिसक्यो अहिले भने यो अहिले हुने अर्को हाम्रो कतारको घरमा आएको छौँ कतारहरूमा चाहिँ पहिला यस्तो घर हुन्थ्यो पहिलाको घर ठ्याक्कै थारूहरूको घर जस्तो हुने रहेछ सपनाको बाजे घर नि ठ्याक्कै यस्तो छ हो कि होइन सपना भन्दै त तेरो बाजे घर जस्तो छ कि छैन यस्तो इन्डिया जानुभयो भने सपनाको बाजे घर यस्तै छ ठुलो यस्तै छ अरे यार उसको बाजे खतरा धनी अनि यस्तै घर छ ठुल्ठुलो त्यहाँ मान्छे मरेको हो कहाँ त्यतिकै त्यो पानी निकाल्नु
मेरो टेल मी अबाउट दिस प्लेस ओके थोडा बताओ यो भनेको अब कतारीको अब पूर्वेली घरहरू हो हजुर प्रस्तुति गर्दै यसरी पहिले पानीहरू निकाल्दै इनार पऱ्यो नि पानी निकाल्दै गर्छ तपाईँहरू देख्नुहुन्छ खजुरको बोट देख्नुहुन्छ अलि जोडले झ्यालहरू हेर्न सक्नुहुन्छ नि है कस्तो दामी तरिकाले बनाएको छ काठले यस्तो चाहिँ हाम्रो नेपालतिर पनि छ यस्तो टन्नै छ हेर्न सक्नुहुन्छ हामी यसरी निकाल्थ्यौँ पहिले हाम्रो कतारी पानी नै खाम न पानी कुवाको पानी होइन यो बनाएको छरमा चढाउँ रड लागेको होला यार ए जाउँ न उता बिल्डिङ आउने गरी हामी चाहिँ बिल्डिङमातिर गइरहेको छ हाम्रो यो कतारको छ यस्तो घरहरू पुरानो घरहरू राखेको छ अहिले चाहिँ हामी यो भर्याङबाट माथि गइरहेको छ अब यो भर्याङलाई चाहिँ हामीले चाहिँ दराज भन्छ यसलाई दराज होइन आधा दराज आला अयवा दराज अयवा दराज ताल ताल हबीबी केफ केफ आला अयवा खजुर सुप खजुर आई लभ खजुर ओ मेरो हजुर आधा जैन मिया मिया तोर बाजे घर वै तोर बाजे ओइ बा तोर बाजे कोठा भुतायो तर्साउने तेल निक्लिन्थ्यो तेलमा नि तेल निक्लिन्थ्यो सबभन्दा तिम्रो बाजे घर जस्तै ठ्याक्कै लगाइरहेको छ कि बाजे कोठा हामी चाहिँ अघि त्यहाँ गएर खाएर तल झऱ्यो होला सायद होइन होला हो हो त्यहीँ खाएर आएर हामी यतापट्टि झरेको थियौँ अनि हामी चाहिँ अहिले यतापट्टि आएको छौँ घरमा जाउँ न जाने हो जाने जाने के छ भित्र आम्मा आएको जो पानी पिनुपर्छ अब जानु न म फोटो खिच्न दिएर आउनु कहाँनिर खिच्दिन न हो खिच्दिन भर्खर आएको मान्छे कहाँ म्युजियम घुमिसकेपछिको हालत हाम्रो जनताहरूको थकिने अवस्था यहाँ बोल्नै नसक्ने अवस्था पनि भइसकेको छ ढल्ने अवस्था तर एकजना जोसमा छ भने फोटो खिच्न भए यहाँ बस न उता उता रुखको छेउमा ऊ पक्रेर ल हो त्यो टासेला नि ल जुन जुन त बोक्ने हो म्युजियममा फेरि हुँदैन बोक्नु ए हामी ठ्याक्कै एक्जिटमा आइपुग्यो है त्यहाँ छिरेको न कि त्यो सिँढी त्यो चेयरबाट छिरेको ठ्याक्कै पानी वाठामा आइपुग्यो ल यहाँ पैसा हालेको पानी किन्न मिल्छ पैसा अहिले पानी छ त कस्तो किनौँ एक रियल 2 रियल 1 रियल 2 रियल
माथिको एक्रियो 78 एक्रियो के हो यो के गर्ने खै कहाँ यहाँ कि कति रेल छ किन तर्सेको अनि के भयो अरे त्यहाँ हुन्छ यहाँ बिईले छ पानी आउँछ आधा ल पानी छैन नि त्यो ब्यागमा हाम्रो उता छ यो त भिडियो बनाएर पो निकालेको नि भिडियो बनाएर ल फेरि यहाँ देखाउनुहोस् त साथीहरू यहाँ म्युजियम आयो भने तिर्खाल आयो भने यहाँ यसरी घुसाउनु पहिला यसरी घुसिन्छ यहाँ देखाउनु न यहाँ डान्स होइन गएपछि यहाँ सिलेक्सन यहाँ के चाहियो यही छ कि केमा छ होइन त्यो टक्क राख्ने यहाँ ए अनि ई ओके अनि यहाँ आइरहेको निकाल्यो आयो पानी अहिले भने हामी पानी यहाँ खाएर एकछिन त्यो निकालेर पानी खाएर हामी चाहिँ गइरहेको छौँ यहाँ हामी एक सिटतिर गइरहेको छौँ भित्र घुमेर अनि चाहिँ साथीहरू कतिजना आउँदैछन् अनि कतिजना चाहिँ हामी गइरहेको छौँ अनि यहाँ चाहिँ कहाँ जाने कसरी जाने यहाँ जाउँ जी अनि एम अनि 1 एम खै एम लेखेको छ जाने जी र 1 छ ग्राउन्डमा जाने हामी चाहिँ ग्राउन्डमा जानेछौँ है त्यो नगर त्यो इलेक्ट्रिक रुम त्यो कार्ड हो कि यहाँ अन्यताउनु जे पाए त्यही हो मान्छे यहाँ काम गर्ने मान्छेले मात्र त्यो चलाउन पाउँछ कोठामा जान पाउँछ ल यतापट्टि आउनु जाउँ न ग्राउन्ड जाने होइन ग्राउन्ड फ्लोरमा गइरहेको छ हामी चाहिँ लिफ्टबाट तलतिर आइरहेको छ अनि यहाँ चाहिँ गएर तलको फ्लोरमा हामी यहाँ पुग्छौँ यहाँ चाहिँ हामी मेट्रो अनि यो त घुमेन त माथि अनि के भयो त बोतल आयो नि त कहाँ जाने हो र अब अहिले कहाँ जाने हो र अहिले जाने हो नजाने अब अनि कहाँ हुनु नि घुम्ने चाहिँ बाहिर बस्ने फुट्ने बस्ने आनन्दले सङ्गति गर्ने टाउदिएर चाहिँ अहिले कहाँ जान्छ बाहिर बस्ने त्यही त्यो भित्र बस्ने जाने एटिएम यहाँ रहेछ यहाँ चाहिँ एटिएम नै छ यो हाम्रोभित्र यता साथीहरू यहाँ चाहिँ बाहिरपट्टि छ यो एक सिटको बाहिरपट्टि आएर यहाँ चाहिँ फोटो खिचिरहेको छन् हाम्रो अरू साथीहरूले यहाँ भने पार्क छ साइडमा अनि यहाँ हामी चाहिँ गएर आएको चाहिँ यो भित्र गएर आएको हो हामी चाहिँ यो भित्रबाट आएर अब बाहिरतिर पार्कतिर गएर ठन्डा चिसो खानेछौँ अहिले नि हावा चलिरहेछ बेलुकाको समयमा यहाँ मेट्रो स्टेसन के सबै यहाँ सबै पाउन सक्नुहुन्छ यहाँ चाहिँ मसँग मेट्रो कार्ड छ बुढीको लागि एउटा मेट्रो कार्ड बनाउनु छ पछि आउनलाई सजिलो हुन्छ यतातिर होइन अनि बुढीको लागि नि बनाइदिनु पर्यो सुनिलले नबनाउने बनाउने हो अब अनि आउनुपर्छ है त यहाँ झन् महँगो हुन्छ भाइ भिआइपी हो यो रेस्टुरेन्ट यहाँ चाहिँ फन पार्क हाम्रो हो फन पार्क हाम्रो बच्चाहरूको खेल्ने पार्क छ यहाँ चाहिँ स्विमिङ नि गरिरहेको छन् कतिपय बुढाहरू कतिपय होइन धेरै बुढाहरू खेलिरहेको छ पानीमा होइन यहाँ चाहिँ चिप्लिनी छ चिप्लेटी खेल्ने ल पन्कीको ढाडो ती निस्के जोगर यहाँ नेपाली रुख देख्न सक्नुहुन्छ बर पिपल जहाँ भगवान् भनेर बर्मा थानमा राख्ने गर्छन् सिमी होइन कहाँ बोडी होइन
होइन के हो यो माथि 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 सब्जी पकाउनु हेर्नु न चक्लोड यो चाहिँ होला कि तेल निकाल्ने हामी बेलुकातिर होइन हामी पार्कतिर गयौँ बस्यौँ यसरी बसिरहेको छ अनि बसेर हामी चाहिँ गफसफ गर्दा गर्दै 8:30 बजेसम्म चाहिँ हामी चाहिँ पार्कमा बस्यौँ 8 बजेसम्म 8:30 बजेसम्म त्यस राति भइसकेको छ रातिको समय हामी चाहिँ 8 बजे चाहिँ होइन अब चौरमा बसेर हामी भर्खरै उठेर चाहिँ हामी रुमतिर गइरहेको छौँ रुँदैछु होइन छुट्न चाहिँ तिमीलाई कस्तो मजा लागिरहेको छ अहिले जान तिमी त रुने खाले मान्छे आज कति ह्याप्पी भइरहेको छ हिजो अस्ति त कस्तो रुन मन लागिरहेछ भनेर सुटिङ गरेर जाँदाखेरि भनिरहेको थियो आज त हाँसिरहेको छु किन यस्तो को रोथ्यो साँच्ची पर्मिला रोको कि मनिषा रोको त्यो सुटिङको बेलामा म रोको चाहिँ होइन म कस्तो होइन भनिरहेको थियो तर यस्तै के कस्तो रुन मन लागिरहेछ यसरी जाँदाखेरि जस्तो भयो नि त्यही हामी भनेको होइन त्यस्तो हुन्छ बस्यो भने दुःख सुखको कुरा यसो गर्दाखेरि होइन विश्वास भएर अब अर्कालाई त्यो भेटेपछि आफ्नै दाजु भाइ बहिनीहरू भेटे जस्तै महसुस हुने होइन यताउता सेयर गर्दाखेरि हल्का हुने त्यसले गर्दाखेरि अब संसारिक साथीभाइहरूसँग भेट्दाखेरि होइन संसारमा रहेको अब यावत थोकहरू हेर्दाखेरि बोल्दाखेरि चित्त दुख्ने कुराहरू हुँदाखेरि चाहिँ यसरी भेट्दाखेरि चाहिँ आफ्नो विषयमाहरू अलिक छुट्टै कुराहरू हुने भएकोले गर्दाखेरि होइन चित्त दुख्ने हुन्छ त्यही भएर चाहिँ त्यस्तै हो दुःख त लाग्छ अहिले भने हामी चाहिँ रुमतिर गइरहेको छौँ यहाँ छ हाम्रो हिरोनीहरू हाम्रो नयाँ गीतको हिरो हिरोनी चाहिँ यहाँ छ विशेष त्यहाँ ट्याक्सी त्यहाँ अलि अगाडि गएर चाहिँ हामी गर्नेछौँ हामी चाहिँ गाडीमा बसिसकेछौँ गाडीमा बसेर चाहिँ अब हामी ग्रान्ड मलमा झर्नेछौँ है अरूहरू त गइसक्यो उनीहरू अब अर्को गाडीमा उनीहरू अलि बाटो अर्कै पर्ने भएकोले गर्दाखेरि मनिषा बहिनी र पर्मिला बहिनी चाहिँ 2 जना अर्को ट्याक्सीमा चढ्यो हामी चाहिँ 3 जना सुनिल म र मेरो श्रीमती मेरो बुढी हामी चाहिँ अहिले ग्रान्ड मल एकछिन झर्छौँ त्यहाँ झरेपछि अनि सामानहरू किनेर हामी नि रुमतिर जान्छौँ है अहिले भने हामी चाहिँ ग्रान्ड मलतिर आएको छौँ यहाँ होइन ग्रान्ड मलतिर हामी आएर यहाँ चाहिँ सब्जी लिन आएको छ अब यो सपनाको लागि बुढीको लागि चाहिँ उनीहरू खाने भएर गर्दाखेरि यहाँ चाहिँ तरकारीहरू लगिरहेको छौँ एकछिन यहाँ हाम्रो चाहिँ टाइम ठ्याक्कै हेर्दाखेरि अहिलेको 8:36 भन्छ 8:36मा चाहिँ हामी यहाँ ग्रान्ड मलतिर पुगेर चाहिँ हामी उठाइरहेको छौँ साथीहरू है हामी चाहिँ अहिले रुममा पुगिसकेको छौँ आफ्नो रुममा म भने अहिले यो ब्लग इन्ड गरिरहेको छु हाम्रो साथीहरू सबै आफ्नो रुममा पुगिसकेको छ अनि म चाहिँ यो ब्लग इन्ड गर्दै तपाईँहरूसँग अर्को भिडियोमा भेट्ने बाचा गर्दै यो ब्लग यति नै इन्ड गर्न चाहन्छु बाँकी अर्को ब्लगमा भेटौँला भन्दै सबै साथीहरूलाई मिस यु अनि बाई बाई सबै मेरो युट्युब फ्यामिलीलाई फेरि भेटौँला।